हेलो गुड मर्निङ नमस्ते सबैजनालाई सेवारो। अनि आज चाहिँ बिहान बिहानै म यहाँबाट ब्लग सुरु गरिरहेको छु हैन। र मेरो छोराहरू चाहिँ यहाँ छन्, यो तरिकाले बसिरहेको छ। अनि यहाँ एउटा फोन बिना नसक्ने छ, यहाँ अर्को झन् फोन बिना नसक्ने छ। अनि यसले चाहिँ अघि काम बिगारेर बसेको छ, मलाई रिस उठिरहेको छ। यहाँनिर यहाँ यस्तो बनाएर बसेको छ। यसले के गरेको हो मलाई थाहा छैन, यो छिटो नबना मात्रै। अनि यस्तै छ मेरो चाहिँ। यिनीहरूले मलाई वाक्क दिक्क लगाउँछ हैन। आज म ढिलो उठेको, जाडो छ अनि घाम पनि निस्किसकेको छ। यसरी देख्न सक्नुहुन्छ घाम निस्किरहेको छ। अनि मेरो फुलहरू यहाँ फुलिरहेको छ यो तरिकाले। अनि मेरो मात्रै छोराहरू यस्तो हो कि कसको हो थाहा छैन। एउटा चकचक गर्न थालिसक्यो, ऊ चप्पल पनि लाउन मान्दैन, चप्पल पनि नलगाउने अरे ऊ चाहिँ। अनि नगर न नानी नगर। यस्तै छ मेरो हाल खबर बिहानीको। मेरो बिहानीको हाल खबर चाहिँ यस्तै छ। मेरो धेरै काम छ। अब चाहिँ भने म बडाल कुडाल यताउता गर्नेछु। हेर्दै गर्नु होला भिडियो। ल आऊ दुध। उसलाई चाहिँ दुध भनेपछि एकदमै हुरुक्क हुने मान्छे हो। अनि दुध चाहिँ अघि आएछ, अनि दुध ल्याएर आउँदैछ। ल राख, ल पकाएर खाने हस्। के खानुभएको नानी? रोटी। उसलाई चाहिँ रोटी भनेपछि यति मनपर्छ होइन। उसलाई मन नपर्ने कुरा त केही पनि हुँदैन, तर पनि मनपर्छ, खान्छ। तर मुखमा लाउँछ यति धेरै लाउँछ, अनि त्यहाँदेखि निल्न नसकेर उसले फालिदिने हो। त्यो बाल छैन, मतलब छैन होइन। बाल मतलब छैन, सब फालिदिने हो होइन। टोके 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 अनि टोकेपछि फालिदियो, मतलब छैन त्यस्तो। ल यस्तै छ हाल खबर हाम्रो चाहिँ होइन। यहाँ चाहिँ म दुध तताइराखेको छु। दुध पाकेपछि म छोरालाई दिन्छु अनि म पनि खान्छु। हाम्रो चाहिँ दुध पनि पाक्यो। अनि म नानीले दुध चिया खाँदैछ। दुध अनि दुध मात्रै नखाने अरे, चिया खाने अरे, चिनी चाहिन्छ अरे। अनि म चाहिँ मरिच पानी खान्छु। म चाहिँ दुध चिया खाँदिनँ, मलाई ग्यास्ट्रिक छ। अब चाहिँ हाम्रो यसरी नै सुरुवात भयो है। तपाईँ पनि खानुहोस्, खानुहोस्। चम्चीले चिया खाने अरे, के भन्नु र हौ। म त पागल हुन्छु हौ, पागल। खानु लु पार्नु। खानु 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 लु। पिउनु के गर्नु भन्छ, पिउने हो कि खाने हो? वाउ कस्तो छ? दामी छ। खोइ यता हेरेर भन्नु, दामी। ल थ्याङ्क यू दामी भनेकोमा। वेलकम भन्नुहोस्, वेलकम भन्नुहोस्, वेलकम भन। लु ल ल हामी चाहिँ यहाँनिर घाममा बसेर खाना बिरालो गयो अरे, पर गयो। घाममा बसेर खाना खाँदै गरेको। जाडो पनि यति जाडो छ नि। उता आऊ नानी, यता यता आऊ। उता उता कहाँ यता आउनुभएको हौ? उता उता जाऊ न। यति तातो घाम लागिरहेको छ, तर पनि जाडो छ। देखाउनु पर्यो। कस्तो भाइ? हामी चाहिँ आमा छोरा भएर यहाँ घाम ताप्दैछौँ। अनि छोराले मेरो कपाल सुकाइदिएको रे। के गर्नुभएको? कपाल सुकाइदिनु भएको? कपाल सुकाइदिएको अरे मेरो कान्छा छोराले। हामी चाहिँ घाम ताप्दैछौँ। आज चाहिँ कति दिन पछाडि घाम लाग्यो, तातो घाम लागेको छ। अनि त्यही भएर हामी चाहिँ यहाँ घाम तापेर बसेको। है त हाम्रो चाहिँ यस्तै छ पारा, हाम्रो तरिका, हाम्रो बस्ने तरिका।